म तपाईहरुको माझ अत्यन्तै खुसीको खबर लिएर प्रत्यक्ष जोडिसकेको छु। खुसी खबर के छ भने नेपाल पैसा हाल्नको लागि के सेवा सुविधाहरू छ त्यसको लागि म नेपाल पैसा हाल्ने व्यक्तिसँग प्रत्यक्ष रूपमा जोडिसकेको छु। म पहिला उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई। धन्यवाद। हजुरको परिचय? मेरो नाम निरबहादुर बुढा, घर बाजुरा जिल्ला, जगन्नाथ गाउँपालिका, हाल महाराष्ट्र उलुवा। धन्यवाद। सेक्टर 24। मैले सुनेको थिएँ हजुर पैसा नेपाल हाल्नको लागि यहाँ केही नेपाल पैसा हाल्नुहुन्छ भनेर सुनेको थियो। के छ सेवा सुविधाहरू तपाईसँग? हाल्छु मैले अहिले यताबाट नेपाली दाजुभाइहरूका पैसा जति कमाउँछन् त्यति कमाइन्छ, गाह्रो छ। त्यसैले मैले आफ्नो मोबाइलबाट र यस्तै ल्यापटपबाट पनि सबैबाट आफ्नो सेवा सुविधाहरू दिइरहेको छु। अनि कति भयो हजुरले यो सुरु गरेको? मैले 1 वर्षभन्दा बढी भइसक्यो। एकदमै 1 वर्षभन्दा बढी भयो। अनि अहिलेसम्म कति भयो त पैसा कलेक्सन भएको हालेको? नेपालीहरू कसरी तपाईहरुसँग सम्पर्क गर्नुहुन्छ? अब मैले सबै त्यस्तै भयो भने साथीभाइसँग प्रचार प्रसार गरेँ। आज एक आयो, भोलि 2 आयो, त्यसरी किन मान्छेहरू क्रमशः बढ्दै गए। के छ अनि तपाईँ आफ्नो नजिकको मान्छेको मात्र हाल्नुहुन्छ कि भारतको विभिन्न सहरबाट पनि हाल्न सकिन्छ? के छ? अहिले मैले भारतको जुनसुकै कुना कन्द्रामा रहेका नेपाली दाजुभाइहरूलाई जुनसुकै ठाउँबाट हालेको छु। जताबाट पनि हाल्न सक्नुहुन्छ। भारतको विभिन्न सहरबाट तपाईलाई यता पैसा हालेपछि तपाईँ नेपाल हाल्न सक्नुहुन्छ। अनि स्वागत छ हजुरलाई। नमस्ते हजुर। अनि के छ तपाईले उहाँसँग पैसा के तपाईले हाल्नु भएको छ? कस्तो छ विश्वास उहाँमाथि? अहिलेसम्म विषयका कुरा गर्दाखेरि हेर्नुहोस्, हामीले 1 सालभन्दा अगाडि हामी धेरै तडपिएका थियौँ। हाम्रो खाता छैन, केही छैन, कसरी हाल्ने, के गर्ने, हामी टेन्सनमा थियौँ। हेर्नुहोस्, अहिले उहाँले आफ्नो मोबाइल ब्याङ्किङ भारतको जस्तो ठाउँमा आफ्नो नेपालबाट एकाउन्ट बनाएर यहाँ आएर हामीलाई धेरै सुविधा भएको छ। नेपालमा 10 मिनेटमा पैसा खातामा जाने गरी हाल्नुहुन्छ। हामीले सुविधा पाएछौँ। अनि के हजुरले पैसा हाल्नु भएको छ? उहाँ के विश्वास छ? एकदम विश्वास छ। एकदम सस्तो, एकदम भरपर्दो सेवा सुविधाबाट हाल्नुहुन्छ। उहाँले एकदम हामीले सुविधा दिनुभएको छ। हजुरलाई एकदम विश्वास छ है? विश्वास छ। धन्यवाद छ हजुरलाई पनि। अनि तपाईले के छ त अनि हजुरलाई कन्ट्याक्ट गर्नको लागि अनि यहाँ सम्पर्क गर्नको लागि पैसा हाल्नको लागि कसरी हजुरको कन्ट्याक्ट नम्बर, सम्पर्क नम्बर कसरी लिनुहुन्छ? अनि यहाँ ठाउँको एड्रेस? मैले अहिले आफ्नो ठाउँको एड्रेसहरू कार्डहरू पनि छ। अब आज चाहिँ सकिएछ कार्ड। हजुर। कार्ड फेरि भोलि पर्सि उपलब्ध हुने हो। कार्डको मार्फतमा पनि दिइरहेको छु र फोन नम्बर पनि मैले प्रचार गरेर फोन नम्बर हालेको छु। स्क्यानमा पनि दिएको छु, स्क्यानमा फोन नम्बर। अनि यहाँको तपाईको अफिसको एड्रेस? अफिस मेरो महाराष्ट्र उलुवा सेक्टर 24, 132 प्लाट नम्बर। पसलको नाम चाहिँ ओम प्रकाश मनी ट्रान्सफर। धन्यवाद छ हजुरलाई तपाईले यो सेवा सुविधा दिनुभएकोमा। र सम्पूर्ण नेपालीवासीहरूलाई म के भन्न चाहन्छु भने प्रवासमा बस्ने प्रवासीवासीहरू, विशेष गरेर भारतको मुम्बईमा बस्ने र भारतको विभिन्न सहरमा बस्ने सबै नेपालीवासीहरूलाई हाम्रो ओम प्रकाश मनी ट्रान्सफर हाम्रो निरज सरले पैसा नेपाल सरल तरिकाले हाल्नुहुने रहेछ। तपाईहरुलाई पनि यदि हाल्ने मन छ र हाल्न चाहनुहुन्छ भने हामी उहाँलाई कन्ट्याक्ट गर्नुहोला र म उहाँको नम्बर र उहाँको स्क्यानर र यहाँको एड्रेस म राखिदिनेछु। यति भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। नमस्कार।